नेपालमा चाहिँ के छ भने अब कृषक अनुदान छैन, मल बिउ पाउन नै गाह्रो छ एउटा त, जसले गर्दाखेरि चाहिँ अब यहाँ लगाएको जति पनि कृषकको लगानी भएको हुन्छ त्यो लगानी उठ्छ उठ्दैन भन्ने नै दोधारमा छ क्या। त्यो लगानी उठ्छ कि उठ्दैन भन्ने किसानलाई कहिले पनि थाहा हुँदैन। कतिपय अवस्थाहरूमा त के छ भने कृषकले उत्पादन गरेको चिज चाहिँ एक गेडा एक दाना पनि बजारमा नगइकिनै, बजारमा जाँदै नगइकिनै यहीँ कृषकले बारीमा नै यति दुःख गरेर लगानी गरेर गरेको कुरा चाहिँ बजारमा नै जाँदै नगइकिनै यहीँ नै खसालेको पनि रेकर्ड छ कि। त्यसले गर्दाखेरि चाहिँ कृषकलाई गरेर हुन्छ कि हुँदैन भन्ने नै छैन कि। अबको सरकार चाहिँ जो सरकारमा जान्छ उसले चाहिँ कृषकलाई एउटा के चाहिँ दिनु पर्यो भनेदेखि, तपाईहरूले उत्पादन गर्नुभएको कुरा जति पनि छ त्यो बजारमा जान्छ र यति रेटले जान्छ भन्ने कुरा चाहिँ यकिन हुने हो भनेदेखि आज नेपाल कृषि प्रधान देश भएर पनि कृषिबाट माथि उठ्न सक्ने, कृषि क्षेत्रबाटै माथि उठ्न सक्ने चाहिँ एउटा आकलन चाहिँ अहिले पनि देख्न सकिन्छ। किनभने हाम्रा देशका हजारौँ बिघा जमिनहरू चाहिँ के छ भने बाँझै छ। अहिले पनि मान्छेहरू कृषि गरेर केही हुँदैन भन्ने सोचले नै विदेशिएको अवस्था छ। नयाँ सोच बदलौँ भन्दा पनि कृषिलाई नै चाहिँ कृषि चाहिँ नेपालमा भएको कृषि चाहिँ आफ्नो देशमा पुगेर जति चाहिँ बढी हुन्छ त्यसलाई चाहिँ वैदेशिक चाहिँ पैठारी गर्न सकियो भनेदेखि यहाँ धेरै प्रबल सम्भावनाहरू छन्। ठुला डेङ्गी हाँक्नु कसैले पनि पर्ने देखिँदैन। जो पनि आउँछ म यस्तो गरिदिन्छु म त्यस्तो गरिदिन्छु भनेर भन्नुहुन्छ, उहाँहरूले केही गर्नु पर्दैन। यो कसैले पनि यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यतिको धारा पानी हामीले यो खोला नजिक भएर यो पानी लिएर आएको होइन। यो चाहिँ कृषक आफैले गरेको एउटा, कृषक आफ्नो लागि आफैले बाँच्नुपर्छ भनेर गरेको पानी हो। यति ठुलो पानी लिएर आइरहेको छौँ, यसरी पानी लगाउन पाइरहेको छ। कसरी लिएर आइरहेको छ त यो कृषकले भन्दाखेरि चाहिँ यो चाहिँ कसरी लिएर आइएको छ भने तलबाट दुईवटा मेसिन राखेर पाइप, खोला चाहिँ एकदम खोला चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ अलिक तल छ, यहाँ नजिकै खोला छैन, अलिक तल छ। दुईवटा मेसिन राखेर चाहिँ बिचमा एउटा खाल्टो बनाएर अर्को मेसिन राखेर तीनवटा मेसिनसम्म राखेर चाहिँ कृषकले यहाँसम्म पानी लिएर आउने एउटा वातावरण बनाएको छ। कुनै राज्यको सहयोग बिना नै कृषकले यति गरेको छ आफ्नो लागि भनेदेखि, यदि राज्यले थोरै मात्र सहयोग गर्छ भनेदेखि पनि हाम्रो देश धेरै माथि उठ्न सक्ने सम्भावना छ। कृषिको क्षेत्रबाट नै अहिले हजारौँ युवाहरू चाहिँ अर्काको देशमा गएर विभिन्न खालको रोजगारी त्यो चाहिँ अब पैसा कमाइन्छ भन्ने हिसाबले मात्र हिँडिरहेका जति मान्छेहरू छन् तिनीहरूलाई चाहिँ यहीँ सदुपयोग गर्न सक्यो भनेदेखि चाहिँ एउटा राम्रै खालको चाहिँ योजना बन्छ होला जस्तो लाग्छ। ल अब आउने आगामी सरकारले पनि यसैलाई चाहिँ धेरै नै मान्यता दिनुपर्छ होला भन्ने मेरो विचारमा चाहिँ यस्तो लाग्छ। तपाईँहरूलाई के लाग्छ मलाई कमेन्टमा गर्नुहोला र मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला। हस् त, नमस्ते।